एभ्रिवान गुड मर्निङ। सो म त आज टकभरमा छु है, बाटोहरू चिन्नुभयो होला। एउटा सानोबटे न्युज है। सो मेरो राइड नेक्स्ट मन्थ मार्चमा सोलो राइड हुँदैथ्यो, मेसेज फर युथ है। हाम्रो अहिलेको युथहरूको लागि राइड गरिरहेको थिएँ मैले है, विशेष गरी हाम्रो दार्जिलिङको युथ अनि सबैको लागि। सो त्यो राइड त मैले क्यान्सल गर्दैछु, किनभने मेरो लाइफमा यस्तो अब अहिले प्रेजेन्टली कस्तो भइरहेको छ, अब म गर्नु सक्दिनँ होइन, म एक्सप्लोर गर्नु पनि सक्दिनँ। अनि मेरो साथीहरूले चाहिँ धेरै हिम्मत दिनुभयो क्या, अब धेरै हिम्मत दिनुभयो, न त्यस्तो नहुनु, बी स्ट्रङ भनेर होइन। सो अहिले चाहिँ मेरो लाइफमा डरलाग्दो घट्यो, मैले एक्सप्रेसन पनि गरेको थिइनँ है। अनि आई रियली मिस यु सकु होइन। सो तपाईँले सोच्दैछ होला है, त्यस्तो भइरहेछ। सो ल गाइस, म चाहिँ सबैलाई आज लास्ट डे हो, अनि म चाहिँ भेट्नु जानेछु अब। प्रायःले सम्झिँदैछ होला यो मान्छेले भिडियो किन बनाएको, यस्तो भइरहेछ नि। अब भन्नेले भनिरहोस् होइन, बिचरा सबैलाई पनि सबैजना मिस गरिरहेछ। एटलिस्ट मभन्दा पनि धेरै क्या, अब सबैलाई मागेको थिएन, सपोर्टेड। मेरो जतिवटा ब्लगिङ थियो, रिल्सहरू थियो, कन्टेन्ट थियो, उनीहरूले सबैले मलाई सपोर्ट गर्छ होइन। आई रियली मिस यु। ल त गाइस, अब चाहिँ म सबैलाई भेट्नु जाँदैछु बिहान बिहानै उसको घर।